हेलो एभ्रिवान गुड मर्निङ। यो भिडियो चाहिँ अस्ति म्यानेजरसँग हामी चाहिँ डिनरको लागि चाहिँ हामी बाहिर गएको थियो। हामी चाहिँ आगोजाकीबाट अब हिँडेको डिनर गर्नको लागि हामी चाहिँ जाँदैछौँ अनि यताउता हेर्दै बेलुकाको मौसममा जाँदैछौँ। अब पसलमा पुग्न लाग्यो है। अब पसलमा पुगेपछि जापानिज डिसहरू रेडी भएर आइसके अनि हामी चाहिँ ननस्टप 1 घन्टा जति चाहिँ खाएको गरे। यति मिठो थियो कि कहिले नखाएको डिसहरू पनि थियो, त्यही भएर धेरै मिठो लाग्यो। त्यसको लागि थ्याङ्क यू सो मच। त्यसपछि हामी फर्किँदाखेरि चाहिँ हामी फुकुओका एयरपोर्ट हुँदै आएको थियो अनि त्यो एयरपोर्टमा देखेर चाहिँ कस्तो मन कस्तो भएको क्या। अहिले चाहिँ म चाहिँ घर जानु पाएको भए जस्तो लाग्ने क्या एयरपोर्ट देख्यो भने चाहिँ। अनि त्यसपछि यस्तो घुमाउँदै देखाउँदै लिएर आउनुभयो। अनि त्यसपछि एयरपोर्ट हेरेकै गर्दै यस्तो मन पर्ने अर्कै हुँदो रहेछ क्या एयरपोर्टको छेउमा पुग्दाखेरि चाहिँ। अनि त्यसपछि नाइटको भ्यू थियो, कति आनन्द भएको थियो। अनि त्यसपछि एयरपोर्ट हेर्दैछौँ है हामी चाहिँ। तर कति वर्षपछि हामी चाहिँ एयरपोर्टमा गएको थियो। तर भने पहिलाको भर्खर जापान आउँदाखेरिको जस्तो याद चाहिँ दिलाइदियो। अनि त्यसपछि आनन्दले घुमियो होइन, एयरपोर्ट घुमियो। त्यसपछि हामी चाहिँ अब बिस्तारै घरतर्फ फर्किँदैछौँ होइन। कति रमाइलो भएको थियो क्या। तर त्यहाँ चाहिँ